हेलो साथीहरू, वेलकम टु माई युट्युब च्यानल माया ब्लग्स। जिन्दगीको बाटोमा यस्तो टन्टलापुर घाम लागिरहेको बेलामा कता हिँडेको भनेर भन्नुहुन्छ होला होइन। म चाहिँ खासमा चाहिँ मेरो पुरपुरो उस्तो हो कि के हो, एकछिन मजाले बस्नै मन लाग्दैन कि कुचुर 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 के गरिराख्नु जस्तो हुन्छ कि, अनि खाली बस्नै मन लाग्दैन। अनि अहिले चाहिँ म चाहिँ यहाँ पर पोखरीमा रुखको हाँगा पोहोर झार्दाखेरि रहेको थियो नि त त्यत्तिकै, अनि ल्याउनु भन्दा यत्तिकै भइरहेको थियो। अनि आज चाहिँ म घाम लागेकै भए पनि हिँडेको कि यहाँभित्र चाहिँ दाउ छ, हँसिया छ, त्यहाँ घाँस पनि छ नि त, अनि घाँस पनि ल्याउँछु, दाउरा पनि काट्छु भनेर हिँडेको कि। अनि कपाल चाहिँ मैले 3 ठाउँ बाँधेर हिँड्दैछु कि, देखिन्छ कि देखिँदैन 3 ठाउँ बाँधेको। अस्ति नयाँ वर्षमा सानीसँग किनेको गङ्गटी चिन्टी कटक्कै भाँच्ची गयो। अनि अब म त काम गर्न हिँडेको नि त, यो कपालहरू लत्रिन्छ भनेर चाहिँ 3 ठाउँमा बाँधेको कि लबरले। घाम पुरै लागेको छ, एकछिन यहाँ बस्नु पर्यो। छिटै आइहालेछु, 4:30 बजीतिर आइहालेछु, 5 बजीतिर आउनु पर्ने रहेछ। अनि यो मेरो भेस्ट चाहिँ आजभन्दा कति वर्ष अगाडि गर्नै पर्छ। धरानमा ब्याचलर पढ्दाखेरि रोजिना बहिनीले किनेको थियो क्या, अनि लाउन त मैले नि लाएँ, अहिले चाहिँ मसँगै छ, मैले लाइरहेको छु। अनि यो मेरो हाफ प्यान्ट चाहिँ मम्मीले उर्लाबारी बजारमा 150 किन्नु भएको, अनि मैले मम्मीले लाउनु दिएको, म माथि गएको बेलामा मैले नै लाउन थालेँ, अनि ल्याएर आइरहेको छु। अनि यो तलको मेरो यो चप्पल चाहिँ 500 किनेको, काम गर्न आउँदाखेरि यस्तै लाएर चाहिँ। अनि यो मेरो सक्स सानीले दिनुभएको, यस्तै लाएर म दाउरा काट्न हिँडेको है। यहाँभित्र हो क्या जान्नुपर्ने चाहिँ खासमा। अनि यो ठाउँ चाहिँ के हो भन्दाखेरि यहाँनिर चाहिँ पोखरी छ क्या, पहिला त खेतै थियो अरे, अनि अहिले चाहिँ पोखरी भएको छ। अनि पोखरी चाहिँ कसरी भयो त भन्दाखेरि हाम्रो घर बनाउँदाखेरि चाहिँ यहाँको माटो निकालेर इँटा पोल्नु भएको थियो अरे क्या। यो खेतको यो बिरुवाबारीको वरिपरि इँटाको टुक्रा छ, यहाँनिर भट्टी खोइ कता थियो अरे। यो घर चाहिँ होइन है, फेरि उता पर छ। बर्खामा त पुरै डरलाग्दो गरी पानी जमेको हुन्छ नि त। यो पोखरीको वरिपरि चाहिँ बिरुवा रोप्नु भएको छ। अनि यो आँपहरू फल्छ, अनि यो आँपहरूको खाडीभित्र छ क्या एउटा ठुलो हाँगा। अस्तिदेखि अनि निकाल्नु भन्दै त्यत्तिकै भयो, पानी छ कि के छ हेरेको छैन। अनि जान पर्ने कि म त्यहाँभित्र चाहिँ जाम है। अब घाम भए पनि होस् न त, के गर्नु होइन। यहाँ चाहिँ फेरि आमामा लु काटिहाल्यो नि घाँस त, पानी त फेरि अहिले नै टिलपिल भइरहेको रहेछ। यिनभित्र काटेर चाहिँ ल्याउनु पर्यो भनेर सोचेको, यस्तो धेरै पानी रहेछ, बुट लाएर आएको भए त हुन्थ्यो। यहाँनिर गाई पनि बाँधेछ र घाँस काट्नु भनेको गाईले खाएछ घाँस पनि, के काट्ने। अब यो हाँगा मात्रै तानेर लानु पर्यो है। कति हाँगा तान्ने भएको चुटिएर लडे। गर्मी भयो, मैले खासै धेरै काम त गरिनँ र पनि कस्तो धेरै गर्मी, खली पसिना आयो। यहाँनिर टुपी यति भए पनि मैले काटेर निकालेँ। अहिले नै यति धेरै पानी जम्न थालिसकेको रहेछ, पछि त झन् कति धेरै हुन्छ क्या यहाँ पानी। अनि अब यतिको भए पनि मैले हाँगा यहाँ निकालेँ नि त, माथितिर निकालिराख्दाखेरि हुन्छ नि त। उता पर अलिक शीतल छ, एकछिन शीतलमा गएर बस्नु पर्यो। ग्यास भर्नु गयो भने पनि आधी सिलिन्डर आउँछ, कति दिन बाल्नु होइन। अनि कि त दाल कि त खाना चाहिँ आगोमा बनाउने गरेको छ नि त। अनि अब यो दाउरा यति भयो भने किन खेर फाल्ने त, लगेर जाऊँ भनेर चाहिँ यो दुःख गरेको होइन। गर्मीले मर्ने बेला हुन आँट्यो। अब दाउराहरू पनि छ होइन, त्यसलाई किन कुहाएर फाल्ने, अलिअलि त आगो नै बालौँ न त भनेर पनि खाना कि दाल चाहिँ आगोमै पकाउने गरेको छ नि त। अनि त्यही भएर पनि यो दाउराहरू चाहिँ अलिअलि भेला गरेको क्या। अब पछि पानी परेपछि त सकिँदैन।